मर्निङ गाइस, हामी चाहिँ उठिसकेको छौँ अनि यहाँ नयन बेबी चाहिँ खाजा बनाउँदै हुनुहुन्छ हाम्रो लागि। के बनाउनु आँटेको बेबी? मजाले भन न। अमलेट बनाउन आँटेको। अमलेट बनाउन आँटेको हाम्रो यता बर्गरको चाहिँ भइरहेको छ अनि यहाँ चाहिँ पुरै यो चाहिँ आज अमलेट बनाउन रे हामीलाई ब्रेकफास्ट। हाम्रो यता श्रेया छ, धेरै धेरै मम्मीलाई मिस गरिरहेको छ श्रेयाले। यता फर्क निराश छ किनकि आज मदर्स डे हो नि त, त्यही भएर अमलेट बन्दैछ। अमलेट बन्दैछ। काटेर रेडी भएको छ। कफीको लागि पानी रेडी भएको छ। प्याटिज रेडी भएको छ। खाना मात्रै बाँकी छ गाइस। हाम्रो गार्डन चाहिँ यस्तो छ, पछाडि चाहिँ यस्तो छ पुरै। यो चाहिँ हाम्रो गाडी भयो, पछाडि चाहिँ यस्तो छ। गार्डन के भन्नु, केही त छैन गार्डनमा त। ब्रेकफास्ट चाहिँ रेडी भइसकेको छ, हेर्न सक्नुहुन्छ। इङ्ग्लिस ब्रेकफास्ट चाहिँ अब रेडी सेडी भएर हामी चाहिँ अब एडिनबरा छोडेर हामी चाहिँ एभरनेस गइरहेको छौँ। अब हामी त्यहाँ कसरी जान्छौँ, के गर्छौँ म तपाईँलाई देखाइहाल्छु। अनि आज चाहिँ मदर्स डे, ह्याप्पी मदर्स डे अल अफ यु। अब चाहिँ हामी गइरहेको छौँ एभरनेस। बेबी पनि भिडियो बनाउँदै हुनुहुन्छ। यस्तो दामी ठाउँ छ। श्रेया पनि भिडियो बनाउँदैछ, अगाडि हेर्न सक्नुहुन्छ। उ त पर अगाडि पाड हेर न, यो जम्मी बन्द गर्थ्यो। यस्तो मजा आइरहेको थियो। कस्तो देख्न सक्नुहुन्छ, पुरै हिउँ परेर जमिरहेको छ। हामी चाहिँ यो हाइल्यान्डमा एकछिन फोटो खिचाउनको लागि हामी निस्केको थियौँ। लास्ट डे चिसो। मेरो फोन त पुरै उडौला झैँ भएको थियो क्या, त्यस्तो हावा चलेको थियो। हामीलाई चाहिँ धेरै चिसो भएर हामी चाहिँ यो क्याफेतिर छिरेको थियौँ। अनि यहाँ हेर्न सक्नुहुन्छ, हेर्नु न, यो स्कटिस गाई होला सायद। यसलाई गाई नै भन्छ है के भन्छ, मलाई चाहिँ गाई भन्ने आयो। यो चाहिँ कफी खान गइसकेको छौँ। यहाँ चाहिँ यस्तो छ, कस्तो दामी के हेर न, यस्तो गरेर डेकोरेसन गरेर रहेछ। मेरो झोलामा छ। झोलामा के छ? यस्तो छ। बाहिर चाहिँ यस्तो छ।
चाहिँ बाहिर जाने ठाउँ रहेछ तर दामी छ। चाहिँ हाम्रो कफी पनि आइपुगिसकेको थियो अनि मैले चाहिँ कफीको भिडियो बनाउन बिर्सेको थिएँ तर मसँग चाहिँ फोटो थियो र मैले फोटो हालेँ। हेलो गाइस, हामी चाहिँ लसनेस आइपुग्यौँ। यस्तो छ लसनेस चाहिँ। ठाउँको नाम पनि के हो। यहाँ चाहिँ यस्तो समुद्र हो कि के हो यो समुद्र नै होइन? लेक हो। यहाँ चाहिँ एउटा लेक छ। यस्तो छ लेक चाहिँ। सबैले यहाँ गरिरहनु भएको छ। यस्तो लेक छ, चिसो छ। यहाँ नयन बेबी चाहिँ भिडियो बनाउँदै हुन्छ, ब्लग हल्का हाम्रो बुढाबुढीको। अब चाहिँ हामी जान्छौँ। ठाउँहरू पनि यस्तो छ। हामी यो ठाउँबाट हामी चाहिँ अब हाम्रो अपार्टमेन्टतर्फ गइराखेको छौँ अनि अब हामी अपार्टमेन्ट गएर चाहिँ के गर्ने हाम्रो श्रेयाले भन्छ। आज हाम्रो प्लान भनेको चाहिँ मिठो मिठो बनाएर खाने छ। अभियसली चिसो मौसम छ अनि हामी के बनाउँछौँ अब तपाईँहरूलाई देखाउँछौँ पनि अनि हामी गर्छौँ, रमाइलो गर्छौँ तपाईँहरूलाई हामी देखाउँछौँ। अनि हाम्रो पछाडि ब्याकग्राउन्ड चाहिँ हेर्नु यस्तो राम्रो छ, यस्तो राम्रो फुलहरू फुलिरहेको छ। पछाडि त्यस्तै पोखरी हेर्न सक्नुहुन्छ। अहिलेको लागि चाहिँ बाई बाई। हामी चाहिँ उता गएर हाम्रो अपार्टमेन्ट होटलहरू देखाउँछौँ तपाईँहरूलाई। है श्रेया चाहिँ यहाँ अलिक अलपत्र पऱ्यौँ। हाम्रो अपार्टमेन्टै भेटिएन यहाँ। हाम्रो झोला चाहिँ यस्तो भएको छ। हाम्रो अपार्टमेन्ट चाहिँ 5-6 हुनुपर्ने 5देखि छँदै छैन क्या। यस्तो भइरहेछ कन्डिसन यहाँ। स्क्याम गरेको हो कि के हो थाहा भएन गाइजहरू। 5देखि 6 छैन कि यस्तो छ। अनि यो चाहिँ प्राइभेट प्रपर्टी भयो। 5देखि 6 छैन के हो। दाइहरू यहाँ भाइहरू सोधिरहेको। हामी चाहिँ गइराखेको छौँ। हामीले चाहिँ एउटा मान्छेलाई सोध्यौँ यो ठाउँ कता हो भन्नु। उसले पनि यही ठाउँ हो तर उसले नि पत्ता लगाएन। चाहिँ पत्ता लगाएको बल्ल बल्ल कहाँ भित्र माथि रहेछ। हामी जाँदैछौँ। यहाँ चाहिँ यस्तो रहेछ। अब यो लिस्नो चढेर जानुपर्छ अब हामी। त्यही त हो के। चाहिँ गइराखेको छौँ। हामी चाहिँ आइपुग्यौँ गाइजहरू बल्ल बल्ल। धन्न स्क्याम चाहिँ रहेन रहेछ। म चाहिँ तपाईँहरूलाई हाम्रो आजको अपार्टमेन्टको टुर देखाउँछु। यो चाहिँ सिटिङ रुम भयो। यहाँ चाहिँ हाम्रो सामानहरू छ। यहाँ चाहिँ यस्तो छ। यहाँ चाहिँ भाइ दाइहरू बसिरहनु भएको छ। यहाँ चाहिँ यस्तो छ सिटिङ रुममा। अनि म चाहिँ तपाईँहरूलाई हाम्रो किचन देखाउँछु। किचन चाहिँ यस्तो छ हाम्रो आजको। यस्तो छ किचन। अनि यो चाहिँ रुम भयो, डबल रुम भयो। यहाँ चाहिँ यस्तो छ। डबल रुममा चाहिँ यस्तो छ, राम्रो छ यो। अनि यहाँ चाहिँ अर्को रुम छ। यो चाहिँ होस्टल टाइपको छ। यस्तो 2टा बेड भएको छ। यस्तो छ। चाहिँ चाट पनि आइसकेको छ। हाम्रो आजको चाट। बिरयानी पनि आइसकेको छ। चाहिँ बिरयानी खाँदैछौँ। हेलो गाइस, हाम्रो चाहिँ बेलुकाको लागि खाना तयार गर्दैछ श्रेयाले। यहाँ चाहिँ श्रेयाले खाना तयार गर्दैछ।
के तयार गर्दैछ भने छोइला तयार गरिरहेको छ अनि यहाँ चाहिँ हाम्रो छ फ्राई अरू त्यस्तै हो खाना आज चाहिँ उसको टर्न हो यस्तो हाम्रो टर्न पनि होइन हामी सबै दुईजनाले नै मिलेर गरेको हो कि न श्रेया अनि यता हाम्रो केटा पार्टीको चाहिँ यता छुट्टै चलिरहेको छ के हो यस्तो पारा पुरै What's your problem, babe? You problem in my whole life. What? Yes. You are crazy, bro. Yo, bro. What's up? What's up? कस्तो छोड्नु नमानेको मलाई हाम्रो चाहिँ यस्तै हुन्छ कुकुर बिरालो एउटा कुकुर भएपछि एउटा बिरालो त हुनै पर्दो रहेछ यो चाहिँ मेरो फेभरेट मेरो आजको लागि हेलो गाइस हाम्रो चाहिँ रेडी भइसकेको छ आजको डिनरमा छ हाम्रो चिकन छोइला त्यसपछि ड्रमस्टिक साथमा छ अचार मिठो मिठो अनि छ काँक्रोको सलाद र सबैजनाको फेभरेट चटपटे साइडमा छ दारू त्यो चाहिँ नदेखाऊँ होला यो चाहिँ हाम्रो अब खाइसके पछाडि फुल्ली रिचार्ज भएर भोलिको लागि हामी रेडी हुनेछौँ अनि भोलिको ब्लग नयाँ ब्लगमा आउनेछ टिल देन बाई बाई